गाइस रातिको चाहिँ 1:30 बजिसक्यो हो। मेरो छोरा चाहिँ नि एकदम फुल अन मुड, मतलब उसको खेल्ने मुडमा छ। आँखा चाहिँ मामाको चाहिँ रातै भइसक्यो हो। छोराको चाहिँ हालत हेर्नु न यहाँनिर। छोरा चाहिँ यहाँनिर आमामा गेम खेल्नेमा हेर्नु न गाइस, 1:30 बज्नु आँटिसक्यो हो। माथि घडीमा 1:30 बज्नु आँटिसक्यो हो। हत्तु भइरहेछ। आज सपिङ गरेर घरको काम गरेर हत्तु भइसक्यो। यहाँ चाहिँ नानी चाहिँ औ प्रियाङ, तिमी सुत्दैनौ तिमी? दिनभरि ज्वरो आएको थियो, अहिले चाहिँ एकदम दबाई मेडिसिन खाएर चाहिँ अलिकति जाती भएर चाहिँ अब खेल्दैछ मेरो छोरा। औ पापा सुत्दैन? नानु सुत्दैन तिमी? आमा 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 के गरेको त? लु सुत्तु, लु आऊ नमा गर्नुपर्छ बाबा, आऊ नमा गरौँ। आऊ न निम्मा गरौँ, आऊ छिटो निम्मा गर्नुपर्छ। आमामा ऊ हेर्नु मुड एकदम खेल्ने मुडमा छ ऊ।